नमस्कार गाइस, तपाईहरु हेर्दै हुनुहुन्छ मेरो YouTube च्यानल रोयल ब्रदर्स। हामी चाहिँ आज रोयल इनफिल्ड क्लासिक 350 को सक आइएलसी लिक छ, यसलाई सक बनाउँदै छौं है। यसको लागि चाहिँ हामीले सक खोलेर पहिला यसरी मजासँग पेट्रोलले सफा गर्दै छौं। यसरी सक पुरै सक रडलाई यसरी सफा गरेर मजासँग सबै चीज सफा गरेर यो सबै सफा गरी क्लिन गरिसकेपछि यसरी फिट गर्दै छौं है। एकदम सजिलो छ, केही गाह्रो छैन। टक्क यसरी फिट गर्दै छौं। यहाँ टक्क 6 नम्बरको एलङ्की यसरी लाग्छ, मजाले टाइट गर्न सक्नुहुन्छ। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोस्। यस्ता यस्ता भिडियोहरु पनि आइरहन्छन्। टक्क यसरी प्ले हुनु पर्यो, यसरी सर्लक सर्लक एकदम चल्ने हुनु पर्यो। टक्क हेर्नुस्, ल स्प्रिङ फिट भयो। अब माथिको बुश प्लास्टिकको हुन्छ, यो प्लास्टिकको बुश फिट गर्यो। यति गरिसकेपछि माथि यहाँ नट लाग्छ। तर त्यो भन्दा पहिला हामी यसलाई यसरी आइएलसी फिट गर्दै छौं। आइएलसी फिट गर्नको लागि चाहिँ अब हामीसँग पुलर छ, त्यही भएर सहज भयो। पुलर नहुने भने अलि गाह्रो हुन्छ। यसरी टक्क आइएलसी लगाइसकेपछि तपाईले यसको माथि यहाँ लक हुन्छ एउटा, ट्याक्क यसरी लक लगाउन सक्नुहुन्छ है। यसरी लक ट्याक्क एउटा पेचकसले कुटुक्क थिच्ने बित्तिकै लक लागिहाल्छ। लक लागिसकेपछि एकचोटि फेरि चेक गर्नुस्। यसरी मजाले प्ले हुन्छ। अब बुक्स टक्क लगायो। अब हामीले यसमा आयल हाल्छौं आवश्यकता अनुसार, कति चाहिन्छ, यो चाहिँ कति लचकता चाहिन्छ भन्ने हुन्छ, त्यो अनुसारले आवश्यकता अनुसार टक्क यसरी आयल हालेर ल हामीले चाहिँ एक भाँडो र आधा हाल्यौं। यो आयल ट्याक्क हालेर यसरी माथिको नट कसेर फिट गरिसकेपछि हामीले चेक गर्छौं। चेक गरेर अब यसरी ट्याक्क माथि सकको माथिको कभर हुन्छ, यो कभरमा ट्याक्क यसरी फिट गर्छौं। सर्लक्क यसरी फिट गरिसकेपछि ट्याक्क लेभल चेक गरेर फिट गरेर माथि एउटा 6 नम्बरको नट हैन 7-8 नम्बरको नट हुन्छ, ट्याक्क 8 नम्बरको एलङ्की नट लगाएर ट्याक्क कस्दिएपछि फुल टाइट है। यसरी फुल टाइट गरिदिएपछि एउटा सक फिटिङ भइसक्यो है। यसैगरी हामीले अर्को पनि फिट गर्छौं। यस्तै यस्तै भिडियोहरु हेर्नको लागि लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोस्। हामीसँग हरेक किसिमका बाइकहरु मर्मत सम्भार हुन्छ र हामीसँग पार्ट्स पसल पनि यही भएको हुनाले कुनै पनि सामान चाहियो भने हामीलाई सम्झाउन सक्नुहुन्छ। र अब यसलाई हामीले टप निकालेको थियौं अघि, यो टपलाई पनि यसरी टक्क फिट गर्दै छौं मसिनको माध्यमद्वारा। सहज एकदम, यो कस्नलाई सहज, टक्क मसिनले